सबैजनाले हेर्न सक्नुहुन्छ। आज मैले चाहिँ तपाईहरुलाई सबैलाई काम लाग्ने भिडियो बनाएर देखाउँदैछु। मात्रै कागतीले चाहिँ के गर्छ भने तपाईलाई वर्षौंदेखि चाहिँ यो टन्सिल गढेर टन्सिल ठिकै हुँदैन, डाक्टरको एन्टिबायोटिक 7 दिनसम्म खाए तब पनि ठिक हुँदैन भन्ने साथीहरुको लागि चाहिँ यो भिडियो एकदमै राम्रो हुन्छ। बारम्बार टन्सिल भइराख्छ हैन, केही गर्दा हुँदैन, घाँटी दुखिराख्छ, डाक्टरको औषधि त खाइसके हुँदैन भन्नेहरुले चाहिँ एकपटक चाहिँ ट्राई गर्नुस् है। यो चाहिँ कागती चरप्प कागती काटेर आधीलाई निचोर्नुस्, के रे यो यसरी पकाउनुस्, निचोर्नु भनेछु। त्यसपछि नुन पिङ्क सल्ट राखे, मैले तपाईहरुले अर्को नुन पनि राख्न सक्नुहुन्छ। यसरी नुन राख्ने यहाँ, यसरी मजाले गुजु 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 गरेर तलबाट उम्लिदैछ है, हेर्नुस् यो कागतीको रस उम्लिदैछ, मजाले उम्लिनु पर्छ ल। अनि यसरी बेसार पनि यही राख्नेले एन्टिबायोटिकको काम गर्छ, अलिकति बेसार। अनि यसरी मजाले पकाउने, यसलाई मजाले, यो पनि मजाले उम्लिन्छ है। एकछिनसम्म राख्दिने, यसरी यो काँटाले घोद्दै घोद्दै राख्दिनु, मजाले उम्लिन्छ। यो जबसम्म उम्लेर यो भित्रसम्मको पस्छ यो बेसार र नुन है। त्यसपछि पाकिसकेपछि अनि निचोरेर बिहान दिउँसो बेलुका खानुस्, 3 पटक खाने गर्नुस्।